फलो गरिदिनु दाइ के तपाईको स्कुल ब्याग छ ल 150 यो 350 यताको डेढ चाहिँ भनेको अमेरिकन डलर 150 दिए भने आफै रकम रहेछ हो अब देखो देखो दरिंदगी चेहरे से टपकती है। नंबर 1 का कबीना। छी 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 आंखें देखो नीयत में खोट साफ नजर आता है हवस से भरी हुई। कसम दबाई त केटीको भइसक्यो ल त भने पार होइन। अरे कौन भौंक रहा है ये बदतमीज? गुड गुड ओ बहिनी ओए बहिनी ओ बहिनी जान कि अम्मा मम्मा यो घाम ओए आइज न नरोनुहोस् भन्न खोजेको त्यो धोको छैन हिरो भन्दैछ यस्तो हान्छु ए वाला जाने जान्छौ ओए पैसा दिएर चाहिँ त्यो मान्छेलाई समात म 5 मिनट में आए कहाँ बाबा टाइम बहुत खराब आ गया है। पहले हार्ट में होता था हार्ट अटैक अभी किडनी में भी हार्ट अटैक होता है। ए चुप चुप अलिकति हातमा हाल्दिनु मन त्यसो ए हात ल ओए हातमा चाके मार्दिन्छु म फेरि त्यहाँ अरु त चाके छैन हान्दिनु म फेरि ल चाक पहिला अरे देवा ये गडबड है बाबा उहाँ सधैँ कति भयो दिदीको नि ब्याङ्कमै ब्यालेन्स छ क्युआर दिन त हामीले पनि किन हुन्छ ब्यालेन्स दिदी लाउनु 20 रुपैयाँ दिदी नरिस ल ओइ दे के भन्छ घाटा लगाउनु हैन 5 रुपैयाँ कन्फ्युज गरेर ल भयो ल चिया अनि चिया पनि खाइदिने सबै चाख्दिने अनि अब हातले चाखेर खाइ तो पोल्ला छ अहिले सँग साला तो पोल्ला छ अहिले सँग साला मिठो भइराछ एकदम पुल्ला चाहिँ उ चाहिँ कपमा खायो म चाहिँ हातमा चाख्नु पर्यो के बिल्ला चा पोइन्छ न अथवा मासले कुकुरलाई दिएन कुकुरलाई दिएर चिया दिएर अनि मार्छ कुकुरलाई दिएन कुकुर चाहिँ तेराबाजी दिएन दे थुक्क कतिसम्म लोभी गर्छ है जिन्दगीमा यार त्यो एउटा चिया दिन नि सकिने छैन अहिले आएर कुकुरलाई ए अहिले कहाँ देखेको त्यो ए फेरि लाको माया जाला भन्ने फिर भन्नेलाई चासो भो सुन्नेलाई हाँसो भो गन्थन भो मलाई माया पिरती लौन माया पिरती माया हुन्न रहेछ थिर फेरि लाको माया जाला त्यसरी नहाइदेऊ न बहिनी च्या लभ पर्छ हौ भन्छौ भने सिधै सिधै आई लभ यु भन अन्त आई लभ दिन्छ यता दिदी चियावाला दिदी ए चियावाला दिदी बाई बाई दिदी कोही के भन्छ हेर त ल केटा हेलो दिदी यो केराहरू कसरी हो ओइ म त यो पनि पुग्यो त नराख उता उता यो होइन
त्यो फ्रीमा हो दिदी खाएपछि फेरि नभन्ने एउटा फोन किन्थ्यो दिदी यो कसरी हो ए हजुर ए ओइलाउने होइन यो एकचोटि कुनाबाट आए पनि हामी अहिले आएको कुना चाहिँ हामीले बिर्स्यौँ होइन सिसी क्यामेरा हेर्नु जानुपर्छ अब धेरै जस्तो त्यसले चाखिसक्यो यार चाहेको कति हो अहिलेसम्म चाख्ने यही त हो अनि पानी खोइ पानी हाले पानीले बिर्स्योस् अतल साग कसरी भन्छ त्यो मिठो छ भने हो त फेरि ओकाललाई पानी हाल्नु त्यही मुखाबाट हाल्नु त खोइ कहाँ छ पानी पानी ओइ मुखाबाट हाल्दै त मुखाबाट हाल्दा अलिकति अझै पनि सक्दैन होइन छिटो मिठो रहेछ बुझ्यो रहेछ अरे के खाने हो कि नखाने ल अनि हामीलाई मिठो छ कि हो के अन्त दिदी नरिसाउनु ल लास्ट थ्याङ्क यू हजुर ल थ्याङ्क यू दिदी यार हामी चाहिँ यसो भिडियो बनाउँदै हिँडेको अब तपाईँले चाहिँ धेरै पो हाल्दैन सबैतिरबाट यसो चाख्दै चाख्दै हिँड्दैछ क्या एक पिस पैसा दियो यहाँ काँक्रै चोरेर हिँडे यार चोरेर त नभनु पैसा तिरेर हिँडेको हो ल यहाँ राखिदिन्छ दिदी पर्दैन यति ठिक छ नुन चाहिँ चाहिन्छ होला होइन गाइजहरूले यहाँ धोपी खायो यार आज ल उयो खाऊ है ओइ बिल पे गर्ने को हो प्रदीप हो ल कति रुपियाँ भरे 50 रुपियाँ बहुत महँगो अझै एउटा सब्जी हुन्छ 50 रुपियाँमा त अझै आउँछ कटर थपिदिनु न कटर थपिदिनु मजाको मिठो हुन्छ त यहाँ के भनेको 50मा कस्तो मिठो पाउँछ 20 रुपियाँ 20 रुपियाँ रहेछ के त्यो 20 रुपियाँ चाहिँ यो छोड्यो नि त हो मिल्छ मिल्छ के भयो काटेर उहाँ कटर पनि काट्नु है अब 20 रुपियाँ रहेछ के गर्नु अब भाडा मात्र त भाडा नि छैन गाडी आइसक्यो पैसा नगरपालिकाको गाडी आयो अरे देखादिने गाह्रो नगरपालिका गाडी आयो भाङ राखेर भाग न राखेर भाग पनि हुन्छ पुलियो पनि हुन्छ जस्तो भन्यो त्यस्तै हुन्छ दाइ हामीलाई डिस्काउन्टमा कति 80 रुपैयाँ दिनु 80 रुपैयाँ होइन तपाईँलाई है कसरी खाने ल पहिला खान्छ कि न यो हाल्दै तुझै गर्ने खाता यार म जान्दिनँ यार उठाउनु त दाइ उठा के हो चपाता काट एक सक्छस् ल पहिला बाजी राख्दा चपाता देखा ल चपाएर देखा न ल चपाएर देखा यो बिल यसरी तिर्छ ल
ल चप गाह्रो गुरु एकैचोटि फेरि एक खोइहाले यहाँ ल हिँड ल हिँड ल म चाहिँ चपाउँदैन सक्छु चपाउँदै ल चपाउँदैन कसको थियो यहाँ ओ अजित गइन हेर्नु तपाईँ गाह्रो चपाएर के आछ र रणमती छोरी मालाई माछ फेरि उयो यो खाना चाहिँ नि आइज नि त्योसँग खानुपर्छ कहिले ए तपाईँको हो त्यो तपाईँको हो ए अनि कोही हुनु रहेछ 1 घन्टा बसेको त्यो पुरो भयो क्या त्यो तपाईँको हो अनि त्यत्रो बेर बसेर किन कति भन्नु पैसा 20 होइन महँगो भयो ओ 20 रुपियाँमा 1 मुठा आउँछ कि नै भन्नु त अहिले महँगो छ प्याज कति रुपियाँ मुठा 10 रुपियाँ पैसा छिटो निकाल्नु पैसा छैन ला पैसा हरा त मेर्दै यार ल यहाँ चाहिँ अब यो किनेर हामीले सबैले फ्रीमा दिएर चाहिँ प्याजको पनि पैसा दिनु पर्यो दिदी साच्चै भने यो सब फ्रीमा भिडियो देखाइदिनु सब फ्रीमा खाँदै आएको होस् यो के गर्ने ओइ माग्दै हिँड्नु ओइ पैसा दे पैसा दिउँ हामीलाई हेर्नु नि ल हिँड्दै प्याज बोक त्यो प्याज 50 रुपियाँ बोक माछाले 50 रुपियाँ बोक्यो घर खानु चाहिँ दिदी दिदी यो एउटा प्याजलाई कति पर्छ एउटा प्याजलाई एउटा मात्र भाइ उ त्यहाँ 50 रुपियाँको उ त्यहाँ ल बोलाउनु उ त्यहाँनिर भर्खर 50 रुपियाँ तिरेर आएको हामीले एउटा प्याजको उ त्यो हेर्दा उ त्यो भेज लाग्ने उयो ल सोध्नु त उयो हेर्दा उ त्यहाँ हेर्दैछ यता हेर्दैछ हो यो 50 रुपियाँ दिदी यार 1 मुठाको हामी सबैतिरबाट फेरि खाँदै आएको होइन यो एउटा लिएको 50 रुपियाँ ल अनि तिरेरै आएको फेरि उहाँ भर्खर पे गरिदिएको 50 रुपियाँ यो दिदी यहीँ राख्नु है 50 रुपियाँ दिनलाई हुन्छ मेरो दुन चलो त्यो दिएन काटेर बरु उयो टुप्पो काटेर फाल्यो टुप्पो खा दिदी हामीलाई 50 रुपियाँ पर्यो तपाईँलाई 25 रुपियाँमा दिन्छ हुन्छ ओ त्यहाँ नफाल्यो उता तपाईँलाई 25 रुपियाँ ल हामीलाई 50 परेको छ तपाईँलाई 25 रुपियाँ ल यहाँ कता